सुन्दरि माधवी चन्द्र सहोदरि एव मयि मुनिगणमण्डित मोक्षप्रदायनि मञ्जुलभाषिणि
नाशिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् कलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि सदा पालय माम् जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि सदा पालय माम् जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रद शास्त्रमये रथगज तुरगपदाति समावृत परिजन मण्डित लोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि गजलक्ष्मी जय पालय माम् जय जय हे मधुसूदन कामिनि गजलक्ष्मी जय पालय माम् ऐकगवाहिनि मोहिनि चक्रिनि रागविवर्धिनि
तुलसीको काँडालाई चाहिँ तान्न राखिदिनुहोस्। अब मामाले तुलसी हातमा दिनुहोस्। छोरा राख्ने दिनु अब त्यहाँ खाली हाल्यो। ल मामाले ट्याक्क यसरी लगाएर राख्नुहोस् नकाट्नुहोस् है।
तर गल्ती चाहिँ त्यो बुढोकै छ जता पाए त्यतिबाट मोड्छ नि जिउ पऱ्यो होला है
समूह भव नाम्ने अग्नि यागच्छ यपृष्ठ अत्र आवाहितो भव सुप्रतिष्ठितो भव सुप्रसन्न भर्मो भव जल चढाएर अग्निको पूजा गर्नुहोस् अत्र आवाहितो भव सुप्रतिष्ठितो भव सुप्रसन्न
कपड़ा बेमना मामा ओम सत्तम लॉर्डिसी पंचस्य बांध देवसी प्रसन्ना आदि लॉर्डी देवता आदि विग्रह भावती नीति स्वास्थ्य उष्टो अब चलो रहा तो कोई भी कर सुन स्वाहा इधर एक बाजुरा नाम बर्मणो मम मम भकराजनामकुमारस्य उपनयनङ्ग कर्माणि पिताकृत्य वृत्तिरूपं ब्रह्मकर्म पण्डितासं आस्मर गराउनु पऱ्यो
पूर्व पूर्व कस्तो ब्रह्मचर्यमा बस्दछौ भनेर भने प्रजापति पश्चिम दिशातिर उत्तरतिर ढोका फेरि आकाशतिर ढोका सर्वे आचार्यले सोध्नु कर्महरू काम गर्छौ कि गर्दैनौ उनीहरूले भन्ने कर्मबारी अब आचार्यले सोध्ने ओम मा विवाह सुत्दा 327 सुत्दैनौ अब कुमारले भन्ने सुत्छु किन भन्न पर्यो आचार्यले सोध्ने ओम जमादेवी दाउरा खोजेर ल्याउँछौ कि ल्याउँदैनौ भनेर सोधे ल्याउँदछु भनेर भने अब यहाँ चाहिँ अब अहिलेसम्म मलाई 3 वटा मात्र लाग्छ पक्का क्षेत्रीय भइसकेको छैन अब यसलाई 3 वटा मात्र लाग्छ होइन 6 वटा 3 वटा थप्ने भइन्छ दाहिने हातको कुन्याउला खै कुन्याउला यो चाहिँ 3 चोटि बेर्ने एक अब नमस्कार अब यसलाई अब गायत्री मन्त्र 3 पाउ गरेर सुन्नुपर्छ हुन्छ अलि निहुर्यो घन्टा बजाइदिनुहोस् दाइ त्यहाँ
जाने मन्तरले यो जुत्ता बागमा चाहिँ फेरि आफ्नो प्योर मन्तर केशव भाइ नमस्कार माधव भाइ नमस्कार माधव भाइ नमस्कार पानी खाएर भाइ नमस्कार प्रथम गरेको छु अनि मन गर्दैन गर्छु अहिले त यहाँ त्यो घरमा त्यही भएर मम्मीले खेलै छोड्नु यसै गरी अहिले भिक्षाम देवी भन्दै हिँड्नु त्यो बेला त बाबाले हेर्नु रामकृष्ण भाइ नमस्कार नम्बर 1 त्यसपछि को भयो अब अहिलेपछि तिर बोक्ने बेलामा के भन्छ सिङ्गल एउटा अग्नि सुश्रवा सुश्रवा समान कुरु स्वाहा त्यहाँ अग्नि बाल्छ एउटा दाहिने हातले मात्रै हाल सुश्रवा असी स्वाहा देवाराम यज्ञस्य निधिपा असी स्वाहा त्यहाँ बसेर गरौँ कि ठिक छ खै मेरो बुढी कहाँ गयो वेलकम राम्रो बिस्तारै बिस्तारै आइदिनु है बिस्तारै 1 by 1 आइदिनु हतार नगरिदिन्छु अगाडिको मान्छे पछाडि सेकिन्छ है हो यतिकै बिस्तारै ल एकदम ठिक छ ल दिए हजुर रेडी 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 बिस्तारै 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 हो ल नमस्कार गर्नु बोकेर हेरेर मामा बिस्तारै मामा
बिस्तारै मामा त जानु पर्यो मामा आमा लाजोडा सप्तम प्रजापति ऋषि पूर्व चतुस्तर उत्तरम तिरस्करम अनुष्टुपन छन्द अग्नि देवता मुख स्पर्श सदैव ताको ताको हरियाल्थे अग्नेशी अनवय मनोमे पाही मुखमा सेक ओम आयुर्दा अग्नि आयुर्दे देही मेरे मुखमा सेक मेरे आगो ताको ओम वर्षोदा अग्नेशी वर्षोमे देही मेरे मुखमा सेक मेरे आगो ताको ओम अग्नि गर्दैन हुन्छ फेरि आगो त ओम यसो बलन्छ आप्यताम दुई हातले दुई कवि गो सम्राट बसिथिन जनाना मासन्न भयो यो कान समाति समाति यहाँ अघि ढोका Release mic. One more. एउटा फ्यामिली फोटो एकदम One more. One more. One more smile. One last. One last. Okay, important. Chin. ओम श्याम बाबा की ये देही बाबा जी ये
कन्टिन्यू भने गर्नु पर्यो
भवति बरु माथितिर कता गर्ने यार 134 को 134 कति लटको कति मोडल पर्यो 22 हैन कतिमा ए त्यस्तै एक्सचेन्ज गर्दै
नि त पटक भन्नु पर्यो ठुलो सरले तिम्रो छँदैछ त्यसलाई भनिदेऊ अब तिमीले उठाउनु भयो पैसा हालिदिन्छु तिमीले उठायो भने चाहिँ म हाल्दिनँ फेरि तिमीले उठायो भने चाहिँ पैसा हालिदिन्छु तिमीले उठायो भने चाहिँ म हाल्दिनँ अगाडि कुरा हुन्छ अब मेरो मैले पैसा हालिदिएको नदा अब यस्तो टर्नर मलाई किन भयो भइहाल्छ गर्दैन म अब तिमीले उठाने सोचेर भन न अब त्यसलाई अड्काइ राख भरे भन्छ हो भगवन्ते मिहिम ओम भिक्षम भगवन्ते मिहिम देहिम ओम भिक्षम भगवन्ते मिहिम देहिम ओम भिक्षम भगवन्ते मिहिम देहिम भिक्षम भगवन्ते देहिम ओम भिक्षम भगवन्ते मिहिम देहिम ओम भिक्षम भगवन्ते मिहिम देहिम मिहिम देहिम
ओम भिक्षम भवन्ते मेहेन्दिहेम ओम भिक्षम भवन्ते मेहेन्दिहेम फोटो कति भिक्षा मागेर लिएर आयो यहाँ गुरुलाई बुझाउनु यम भिक्षा मया लब्ध मैले यति मागेर ल्याउन सकिनँ मलाई यहाँ माग्दै पठाएको भाडा बुझाएर पठाएको यसलाई चाहिँ चामल भएको अब ब्रह्मचारी विद्यार्थीले पालना गर्न पर्ने नियमहरू गुरुको सेवा गर्दछु भने गुरुको सेवा अब माछा मासु महरू खान्न भन्नु तर केही सर्टेन सबैको लागि है अब त्यो गर्न कडा नियम पनि लाग्नु अब कतै पोखरीतिर चुरुममा डुबेर नुहाउँदिनँ भने आफ्नो मान्यमान भएको ठाउँमा उप्पर खुट्टी लगाएर बस्दिनँ भने अब अब चाहिँ त्यस्तो पलङहरूमा टेबलमा यसमा बस्नु है पर्खालहरू नचढ्नु थाहा न महिलाहरूले नुहाएको ठाउँमा नुहाएर थाहा न झुठो नबोल्नु अर्काको माल नचोड्नु पुरा ब्रह्मचर्यमा बस्नु पढ्नमा दक्ष चित्त लगाउनु सत्य बोल्नु मान्यजनले भनेका कुरा मान्नु गुरुको आदेश पालना गर्नु सबैले खान्छ पेट दुख्छ त्यो होइन टिकालाई दर्शन दिएको नि खेल्नु पार्ने अब यहाँ प्रोग्राममा हुने नै दिँदैन अब त लगभग बिहाको त सकिन लाग्यो अब चरु हालिस अब मन्दिर लग्छ नि फेरि मन्दिर लग्न सक्छ भन्ने मन्दिर तुलसी मर्छ होला नेवर के बाँकी छ छ त पैसा भएको सोनीहरू भइदियो भाइ अफ भइसक्यो नि त्यहीँदेखि त अफ भइसक्यो कुलिङ फ्यान जोड्नुपर्छ सोनीहरू अझै यो के गर्नु पर्यो टेबल माथि चाहिँ अब ल्याउने कता ल्याउने ल्याउन समाइदिन्छु ल तिमीसँग हजुर छिटो गरेर आउनु ल पाइन्छ पाइन्छ अब त पाइनु दिदीहरू भयो बिहानी आइहाल्ने अनि चाहियो
हामी घरको अरू त अहिले आउनु पर्छ लुगा फेटाएर एकछिन त बिस्तारै क्यामेरा फुटेज बाहिर नमो वेद पुरुषाय नमः त्यो सबै चढाइदियो एउटा पैसा चढाइदियो धनुर्वेद यशस्यापि तर फेरि हाम्रो सजिलो त सजिलो तर वर्तमान नगरी नागबच्चा पाल्नुपर्ने होइन लाग्नु पाल्छ नि सही नगरे प्रसिद्ध कहाँ बन्द हुन्छ 12 बजीसम्म खुल्छ क्या दिदी सबै उठा
अब केमा लगाउने त बाबु अब एउटा निशाना पाइन्छ बेलुनले हाल्नु त एउटा बेलुन फुट्छ नि ए यतै बेलुन हाल्यो फोटो पनि एउटा फोटो हाल्नु पर्यो त्यता हेर त यता क्यामेरा अलि माथि छ नि माथि अझै माथि हो हटिदिनु पर्यो अङ्कल त्यहाँ फोटोपट्टि केमा ताकेर हाले जस्तो के फेरि अब स्वयं यतिकै गरेर त्यता हेर्नु त त्यता हेर्नु ताकेर गुडेर त्यता हेर बिस्तारी हामी त के हो
फेरि
गर्ने चाहना छ तिमी छौ र त सपना छ साकार गर्ने चाहना छ साथ दिने चाहना छ तिमी छौ र त यो हात छ अनि साथ दिने चाहना छ अनि त्यहाँ हाम्रो माया छ तिमी छौ र त यो संसार छ अनि त्यहाँ हाम्रो माया छ When I hold you in my arms, time just slips away. When I'm tired and weary, your smile just brightens up my day. When I look at you, it just feels so wonderful, and the rest of the world just fades away. When I look at you, it just feels so wonderful, and my heart just melts away. Maya, mero Maya, timi nai ho mero sara sansar. Maya, mero मेरो मुटुको फुल तिमी नै हो मेरो जुन र तारा
पैसा 3 छोड्नु छ बस्नु पर्ने एकछिन अहिले एकछिन यता नजानु म शुभकामना 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 उज्जवल होस् जीवन तिम्रो हार्दिक शुभकामना उज्जवल होस् जीवन तिम्रो हार्दिक शुभकामना 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 हाँसिरहनु सधैँभरि फुलको त्यो कान्ति तिमीलाई चम्किरहनु जुन सरी जुनको त्यो शीतल तिमीलाई हो चम्किरहनु जुन सरी जुनको त्यो शीतल तिमीलाई रङ्गिन होस् जीवन
तिमीलाई दृढ भई अघि बढ सद्भावको हात तिमीलाई दृढ भई अघि बढ सद्भावको हात तिमीलाई उँचो रहोस् शिर सधैँ हिमालको माथा तिमीलाई उँचो रहोस् शिर सधैँ हिमालको माथा तिमीलाई ओ सत्कर्ममा जीवन भुलोस् मिठो गीतको भाका तिमीलाई हो सत्कर्ममा जीवन भुलोस् मिठो गीतको भाका तिमीलाई शुभकामना 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 सुखद होस् जीवन तिम्रो हार्दिक शुभकामना सुखद होस् जीवन तिम्रो हार्दिक शुभकामना 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 अब मन्दिर गएर आएर खोइ त त्यो दाइ दिदीहरू नै हुनु न एउटा इभ्यू ग्रुप फोटोहरू एउटा खिच्नु पायो हुन्थ्यो भने खिच्न मिलिहाल्छ नि सहन मन्दिर उनीहरू पनि मन्दिर हात थाप छोरा हात थाप छोरा हात थाप यताबाट उक्लिएर कोही लक्ष्मी दिदीहरू त जानुहुन्छ होइन दिदी बहिनीहरू जानुहुन्छ हामी जानुहुन्न अरे छाता ओढेर बिस्तारै
बाटो छैन इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई